दर्शन नमस्ते। आज चाहिँ यो सिन्धुपाल्चोकको खै के भन्ने ठाउँमा हो। यो लोकमार्ग रोड यस्तो रहेछ। खतरा छ खतरा छ। गाउँ यस्तो घरै गाउँ। ल ऊ पारी गाउँ पुग्नु पर्ने रहेछ यो गाउँमा। हो कहिले नआइपुग्यो ठाउँमा पनि आइपुग्यो। आम्मामामा पछि लासेट ब्याङ बा ब्याङ बा अरे लो राधा ने चिन्जिम ल छ्याम हाने बेला पनि पानी पर्यो त है। आम्मामामा लु ढिँडो खाने बेलामा है रमाइलो छ। पानी चाहिँ पर्यो रमाइलो चाहिँ छ। यस्तो त कहिले पनि हुँदैन। खाइसकेँ मैले त अघि नै। हजुर म अघि नै खाइसकेँ मामा। म त नखाने अब खाइसकेँ मामा। होइन नि मा तेरिको त्यत्रो खाइसकेँ मैले। हजुर होइन नखाने मामा भयो खाइसकेँ मैले। होइन होइन एकचोटि खाइसि त भयो। यिनीहरू चाहिँ छोडाइ यिनीहरू पनि पछि पछि बसिरहे। होइन हामी पो पाउनु त यिनीहरू त यही घरको। लु चिसो चिसो भयो चिसो भयो है। जाडो चाहिँ जाडो छ है। नाम्चे बाम्चे नाम्चे बाम्चे ए हामी चाहिँ यता घुम्नुलाई आएको। बाटो हेर्नु मान्छे हिँड्ने बाटो यही हो। ल मान्छे हिँड्ने बाटो चाहिँ यो यस्तो ठाउँबाट हिँड्नुपर्छ। ल हेर्नु ल यस्तो घर यहाँ छ। ल यी मकै उम्रिसक्यो। ऊ पनि उम्रिसक्यो। आलु मकै आलु हुन्छ यसरी। ल हेर्नुहोस् बारीमै सिमी। बाटो यस्तो खुड्किलो। लु ल यस्तो बाटो यो हो। ल यसरी ल यस्तो राम्रो डाँडा छ। ल घर चाहिँ यस्तोमा छ। ए घरको बाटो उडाउला उडाउला बाटो चाहिँ यस्तो। ल यस्तो छ। ल सिन्धुपाल्चोक आम्मा डाँडाहरू हेर्नुहोस् यस्तो राम्रो छ कि। तर घुम्नुले मात्रै राम्रो हो यस्तो ठाउँ छ कि। ल हेर्नुहोस् यो चाहिँ हेलम्बुको लागि नयाँ रोड खोलेर छ यो अहिले। यताबाट चाहिँ नजिक हुन्छ अरे। ल यस्तो छ है हेलम्बुको नयाँ रोड खोलेको। मन्दिर रहेछ यहाँ चाहिँ मन्दिर रहेछ देख्नुभयो। ल बाइकहरू आउँदैछ। घर बनाउँदैछ यहाँ। हेर्नु न यो बारीहरू कस्तो राम्रो छ।
सिन्धुपाल्चोक यिनीहरू हेलम्बु जान लागेको ल यहाँबाट ल्याएन बाइकहरू चाहिँ धेरै जस्तो यताबाट जाँदो रहेछ हेलम्बु यस्तो यहाँबाट हेलम्बु हुँदै आमा याङरी हुँदै पुग्दो रहेछ यस्तो राम्रो जस आउनुलाई घुम्नुलाई 2-4 दिन यसो रमाइलोसँग घुम्नुलाई चाहिँ धेरै राम्रो ठाउँ रहेछ तपाईको हो दर्शन नमस्ते सबैलाई आराम कुशल मङ्गल होला ल है त बाई बाई आजलाई हेरिदिनु होला युट्युबमा हाल्ने छु यो भिडियो हेरिदिनु होला ल लाइक अनि सब्स्क्राइब गरिदिनु होला गाडी चाहिएमा पनि कन्ट्याक्ट गर्नु होला मसँग तपाईहरुले